没做婆那走了，往我做了，这里追点着吧，啊，不对，往我做了的追点着，用过考了没过来的吧？往我就不做了。नमस्कार, म लोकेन्द्र महत यो कपिलेश्वर महादेव स्थान परिषद तथा संरक्षण तथा उपभोक्ता समितिको अध्यक्ष। यो संस्था 2068 साल असार 1 गतेबाट जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई अहिलेसम्म निरन्तर सञ्चालनमा आइरहेको छ र यही समितिले यहाँको संरक्षण र रेखदेख गरिराखेकै छ। अब कपिलेश्वर र नाटेश्वरीको छुट्टा छुट्टै विशेषताहरू छन् र अब म पहिला भनौँ यो नाटेश्वरीकै बारेमा। अब आज सन्दर्भ यही रह्यो। नाटेश्वरी पहिला भक्तपुरमा बसेर सङ्गीत विधा सिकाउनु हुँदो रहेछ। त्यही सिकाउने क्रममा धेरै विद्यार्थीहरूको बिचमा राक्षसहरू पनि आएर सिक्न थालेछन्। त्यो कुरो विद्यार्थीलाई थाहा भएन र नाटेश्वरीले थाहा पाउनु भएछ। त्यो थाहा पाएपछि गुप्तता भङ्ग नगर्ने अलि जानेका विद्यार्थीलाई छुट्टै राखेर उहाँले भन्नुभएछ, यहाँ यस्तो भएर यो राक्षसहरू सिक्न थाले, यिनीहरूलाई सिकाउनु मेरो कर्तव्य होइन। यिनीहरूसँग मैले प्रतिकार गर्न पनि हुँदैन। तसर्थ म यहाँ नभएर अन्यत्र ठाउँमा गएर बस्छु। तिमीहरू सिकेकाले अरूलाई सिकाऊ र सिद्धि प्राप्त गर्नु मबाट आऊ भन्नुभएछ र उहाँ अन्तर्ध्यान हुनुभयो। अब कहाँ जानुभयो थाहा छैन। अनि त्यति बेलाको समयमा अब तान्त्रिक गुरुहरू पनि हुन्थे र तान्त्रिक गुरुहरूले तान्त्रिक विद्याअनुसार अब कम्पासैको काम पनि गर्दो रहेछ त्यति बेला तान्त्रिक गुरुहरूको विद्याले। र यता उत्तरतर्फको पहरामा हुनुहुन्छ भन्ने कुरो पत्ता लागेपछि खोज्दै खोज्दै अब जङ्गलै जङ्गल काँडाघारी सबै हरेक थपेर आउनुभएछ। आएर तान्त्रिक गुरुहरूले अब नाटेश्वरीको शक्ति कहाँ छ त, नाटेश्वरीको अब खासै मूर्ति कहीँ पनि हुँदैन, फेरि एउटा खोपा जस्तो हुन्छ, त्यति मात्रै हो। अनि आएर नाटेश्वरीको शक्ति कहाँनिर छ त भनेर तान्त्रिक गुरुहरूले नै हेर्नु पर्यो। अनि त्यो भिर पहरामा गएर
पत्ता लगाउँदाखेरि उहाँहरूले चाहिँ थाहा पाएअनुसार अनि नाटेश्वरी चाहिँ यहाँ उहाँको शक्ति छ भन्ने कुरो थाहा भएपछि बल्ल त्यहाँ आएर पूजा गर्ने। अनि बाटो बन्यो होला, गोरेटो बनाए होलान्, अब त्यो चाहिँ धेरै हजारौँ वर्ष अगाडिको कुरा। अनि म अहिले 76 वर्ष पुरा हुन लागेँ। मैले सानोमा 4-5 वर्षको 5-6 वर्षको उमेरमा देख्दाखेरि पनि भक्तपुरबाट आएका भनेर भन्ने सुनिन्थ्यो। खर्पन बोकेर भक्तपुरदेखि पैदल हिँडेर अनि यो ठाउँमा आएर भरे बास बसेर अनि भोलिपल्ट गएर त्यहाँ पूजा गरेर अनि दिनभरि भजन कीर्तन गाएर कोही त्यही दिन हिँड्नुहुन्थ्यो र बिचमा गएर बास बस्नुहुन्थ्यो। कोही चाहिँ यही ठाउँमा फेरि दोस्रो रात पनि बास बसेर अनि तेस्रो दिनको दिन फेरि त्यो सामग्री खर्पन सहित उहाँहरू फर्किनुहुन्थ्यो। बिस्तारै समयले पोल्टी फेर्दै आयो र अनि अहिले त यातायातको सुविधा पनि भयो, सञ्चारको सुविधा पनि भयो, समिति दर्ता पनि भयो, यहाँ चाहिँ के अरे पानीको सुविधा पनि भयो। यहाँ पानी नभएर लिखु खोलाबाट चाहिँ खर्पनमै टिनमा राखेर लिएर आएको पनि हामीले देखेका। त्योभन्दा अगाडि अब कतिसम्म भयो होला। अब भिडको क्रम भन्ने हो भने हामीले केटीमा देखेको सङ्ख्या 300 जनासम्म आउनुहुन्थ्यो। तर अहिले चाहिँ बसमा आउने, बसमै जाने भावनाले आज आउने आजै जाने भएर यहाँ बस्ने खाने ठाउँको व्यवस्था चाहिँ अझ पर्याप्त पुर्याउन सकेका छैन हामीले। यहाँ निर्माणको क्रमले गर्दाखेरि अहिले समस्या पनि छ र यो क्रम चाहिँ अझै जारी रहन्छ, अझै बढ्दो अवस्थामा छ। हामीले चाहिँ यो पार्किङकै समस्या र पानीको समस्या यसैको लागि चाहिँ व्यवस्था गर्न चाहिँ कठिनाइ भइरहेको छ। यो चाहिँ राज्यले नै हेऱ्यो भने मात्रै हो, नत्र भनेदेखि यो स्थानीय तहबाट सम्भव देखिन्न। र त्यही दर्शन गर्नको लागि, सिद्धि प्राप्त गर्नको लागि उहाँहरू यहाँ आउनुहुन्छ। हामीले सञ्चितदाता भएपछि तथ्याङ्कको उसमा चाहिँ योभन्दा अघिल्लो वर्षसम्म 72वटा बस यहाँ भित्रिया थियो। त्यो रेकर्ड राख्ने व्यवस्था छ हाम्रो। अनि साना गाडीहरू चाहिँ त्यत्तिकै मात्रामा हुन्छ। साना गाडीहरूको चाहिँ हामी लगत राख्दैनौँ र बाइकमा आउने जाने त त्यो त हजारौँ भइरहन्छ। अब त्यसको सङ्ख्या त लिएर साध्य पनि छैन। यहाँ आउने चाहिँ खास गरी उहाँहरू आउने भने चाहिँ नाटेश्वरी दर्शन गर्न आउने मात्रै भन्ने अथवा घुम्ने उद्देश्यले नाटेश्वरी पनि जाउँ न भनेर आउने छुट्टै कुरो हो। खास गरी उपत्यकाको नेवार समुदाय चाहिँ यहाँ आउने चाहिँ जस्तै यो भजन गाउने, नृत्य, गायन यी तीनै विधाको प्रस्तुति नाटेश्वरीको अगाडि चाहिँ आएर गरेपछि अनि उहाँहरूले सिद्धि प्राप्त गर्नुभयो। अनि उहाँहरूले यहाँ आएर सिद्धि प्राप्त गरेर गएपछि अनि गुरु बन्न पनि पाउनुहुन्छ उहाँहरूले। नत्र भने गुरु जतिसुकै जाने पनि गुरु बन्न पाइँदैन। र नाटेश्वरीको चाहिँ महत्त्व हामीले जानेसम्म यहाँसम्मको छ। यो कपिलेश्वर र नाटेश्वरीमा भेटीको हिसाबबाट ठुलो सङ्ख्यामा तीर्थयात्री आउने भइसकेपछि भेटी के कसरी सङ्कलन हुन्छ, अनि त्यो भेटीबाट चाहिँ कपिलेश्वर क्षेत्रको विकासमा, पूर्वाधार विकासमा यो समितिले के कस्ता काम गरिरहेको छ बताइदिनुहोस् न। यो भेटी सङ्कलनको काम चाहिँ व्यवस्थित हुन सकेका छैन। अब अहिले तिमी बस न त भन्ने, जो बस्छु भन्छ त्यसलाई चाहिँ जाऊ भन्ने पठाउने, अनि 50% त्यो त्यहाँ लिने, त्यहाँ बस्नेले टिप्नेले नै पाउने, अनि 50% समितिको कोषमा आउने। त्यसै गरेर चलिरहेछ अहिलेसम्म। त्यो भेटीको पूर्ण व्यवस्थाको लागि चाहिँ के गर्ने भन्ने कुरामा समिति सोचनशील छ अझै। अब
सबभन्दा पहिला कुरो त त्यहाँ भिड नियन्त्रण गर्न नै समस्या छ। त्यो ठाउँमा अब यत्रो यात्रीहरूको आवत जावत हुन्छ, ठाउँ साँगो छ। त्यसलाई अलि सुलभ तरिकाले आउने र जाने दुईटा बाटो बनाउन सकेदेखि हुन्थ्यो भन्ने सोच चाहिँ बनाएको छौँ। तर त्यसको व्यवस्थाको लागि चाहिँ अब हाम्रो भिडियो उसमा डिपिआरमा गुरु योजनामा पनि छ। त्यो गुरु योजना अनुसार अब क्रमशः राज्यले पनि हेर्दै जाला, त्यही आशामा छौँ। मुख्य समस्या चाहिँ त्यहाँ भिड नियन्त्रण गर्न नसकेर भेटीको राम्रो व्यवस्था गर्न सकिया छैन। अब जनप्रतिनिधि, स्थानीय नेता, स्थानीय तहदेखि लिएर चाहिँ हामीले राज्यको सङ्घीय सरकारमा प्रतिनिधित्व गर्ने माननीयहरूलाई पनि हामीले कुरा चाहिँ पुर्याएका छौँ। हाम्रो गुरु योजना पनि उहाँहरूको हातमा पुगेको छ। अब उहाँहरूको के कारण छ, के समस्या छ, कुनै कुनै बेलामा फुत्त बजेट आइहाल्छ पनि, अनि बेलामा अलिअलि काम भइहाल्छ। कुनै बेलामा न्यून किसिमको बजेट आउँछ, यस्तो किसिमको आवश्यकता छ। यहाँको आवश्यकता अनुसारको बजेट चाहिँ कुनै सरकार हुँदा पनि आउन सकेको देखिँदैन। किनभने जुन बेला पुनर्निर्माणको बेला थियो, त्यो पुनर्निर्माणको बेलामा चाहिँ भएकै हो। त्यो पुनर्निर्माण नभए भए यतिको बन्दैन थियो। सबभन्दा त्यो सरकारलाई पनि धन्यवाद दिनुपर्ने कुरो चाहिँ यो छ। त्यो पुनर्निर्माणभन्दा बाहेक अरूमा चाहिँ अब सानातिना बजेटहरू आउँछन्। त्यो सानातिना बजेटहरूले सानातिना काम हुन्छन्, बिस्तारै हुन्छन्। राज्यको बजेटमा काम गर्ने कुरो यो सबैलाई थाहा छ। अब यो विभिन्न किसिमका चाहिँ झन्झटहरू पार गर्दै जानुपर्ने हुन्छ। अब आश्वासन चाहिँ हामीले पाएका छौँ। त्यो अनुसार हाम्रो आश्वासनमा विकास निर्माणमा भन्दा पनि हामीलाई चाहिँ यहाँ पिउने पानी पुर्याउन र पार्किङको सुविधाको लागि चाहिँ सबभन्दा चर्को समस्या चाहिँ अहिले यहाँ छ। यो ठाउँ एकदम रमणीय स्थल पनि रहेको छ। यसको अन्य सम्भावना, पर्यटकीय सम्भावना पनि रहेको छ। यो भिडियो हेरिरहनुभएका देश विदेशमा रहनुभएका सम्पूर्ण नागरिकलाई तपाईँ समितिको अध्यक्षको तर्फबाट चाहिँ यो ठाउँसम्म आउनको लागि के भन्न चाहनुहुन्छ? कतिपय मान्छेहरूलाई चाहिँ यहाँको सडकको अवस्थाबारे जिज्ञासा होला, खानेपानीको अवस्थाबारे जिज्ञासा होला। ती नागरिकहरूलाई कपिलेश्वर र नाटेश्वरी क्षेत्रको बारेमा तपाईँ कसरी चाहिँ यहाँसम्म बोलाउन चाहनुहुन्छ र अन्तिममा के भन्न चाहनुहुन्छ? यो क्षेत्र ऐतिहासिक र पर्यटकीय क्षेत्र हो। पर्यटकीय क्षेत्रमा यो अझै विस्तार हुँदै जाने, अझै सङ्ख्या बढ्दै जाने सम्भावना यहाँ प्रशस्त छ। यातायातको सुविधा करिब पुरा हुनै लागेको छ। अब राष्ट्रिय माध्यमिक विद्यालय साँटीबन्ज्याङसम्म कालोपत्र भइसकेको छ। त्यहाँबाट हाम्रो यहाँ चाहिँ 1100 मिटर 1 किलोमिटर 100 मिटर चाहिँ यो चौतारासम्म लम्बाइ छ। यति चाहिँ कालोपत्र भइदियो भने र पार्किङको व्यवस्थाको लागि केही मिलाउन सकियो भनेदेखि सबभन्दा एउटा गर्जो त्यहाँबाट टर्छ। र अब पानीको समस्याको लागि त मैले पहिला पनि भनिसकिहालेँ। अब यो चाहिँ हामी यस्तो पनि आशा गरेका छौँ, यहाँ आउने पर्यटकहरूमध्ये कोही त्यस्तो दाता, कोही कुनै सङ्घ संस्था, स्वदेशी विदेशी संस्था कुनै पनि यो ठाउँलाई लगानी गर्न अथवा सहयोग गर्न चाहनुहुने पनि आइपुग्नु होला, उहाँहरूले पनि केही गर्नु होला भन्ने पनि हामीले अपेक्षा राखेका छौँ। यो पनि सम्भावना छ। अब यो पर्यटकीय क्षेत्रको लागि त नाटेश्वरी मात्रै होइन, कपिलेश्वर पनि त्यत्तिकै महत्त्वपूर्ण छ। अब यसको पाटो अझै फरक छ। अब यो चाहिँ आज चैत्र अष्टमी शनिबार भएको कारणले र आज यात्रुहरूको चाप पनि त्यत्तिकै भएको हुनाले मैले चाहिँ विशेष गरी नाटेश्वरीकै बारेमा बढी बयान गरेँ। अब नाटेश्वरीकै दर्शन गर्ने यात्रीहरूको चाप बढी हुन्छ, कपिलेश्वरमा कम हुन्छ। अब कपिलेश्वरमा चाहिँ बिस्तारै बढ्दैछ। अब त्यसको पनि गुरु योजना अन्तर्गत भजन
के अरे ध्यान केन्द्रहरू इत्यादिहरू निर्माण हुँदैछ। अब त्यसको लागि बिस्तारै त्यसको पनि वृद्धि हुँदै जाला। पहिला समुद्र मन्थन गर्दा शिवजीले कालपुट विष निस्किएपछि मिलेपछि उहाँलाई छटपट्टि भएर उहाँ चाहिँ निस्किनुभयो त्यो ठाउँबाट र उहाँको आसपासमा रहिरहेका महादेवका आसपासमा बसिरहेका ऋषिहरू अब महादेव कता जानुभयो भनेर चाहिँ ध्यान खोलेर हेर्दाखेरि देख्नु भएन र अनि यत्र तत्र लाग्नुभयो। अनि महादेवको खोजीमा लाग्दै जाँदाखेरि कपिल मुनि चाहिँ यो बाटो आउनुभएछ र यहाँ आउँदा आउँदा थकित भएर यो माथि चुचुरामा गएर यो माथि कपिलेश्वर अहिले जुन ठाउँमा रहनु भएको छ त्यो ठाउँमा पुगेर उहाँले चाहिँ अब म यहीँ आश्रम जमाएर बस्छु भनेर ध्यान गर्न लाग्नुभएछ। त्यही ध्यान गर्ने क्रममा ज्योतिर्लिङ्गको दर्शन भयो। भएपछि प्रभु म अब यहीँ नै शिवलिङ्ग स्थापना गर्छु म भनेर उहाँले स्थापना गर्नुभएको शिवलिङ्गलाई नै कपिलेश्वर भनी आएको बुझिन्छ। र यो ठाउँ त्यसैको कारणहरू कपिलासको नाम पनि त्यसै गरेर जोडिँदो रहेछ। कपिल मुनिले स्थापना गरेको शिवलिङ्ग भएको हुनाले त्यो ठाउँलाई कपिलवास भनिँदो रहेछ। अनि शिवलिङ्ग स्थापना गरेर रहेको ठाउँलाई कैलाश पनि भनियो। कपिलवास पनि त्यहीँ थियो, कैलाश पनि त्यहीँ थियो। अनि कपिलवास कैलाश हुँदै जाँदा त्यसैको अपभ्रंशबाट कपिलास भएछ। अनि महादेव गएर गोसाइकुण्डमा शयन गर्नुभएछ। कपिल मुनि यहाँ बसेर चाहिँ कपिलेश्वरको स्थापना गरेर रहनु भएको भन्ने कुरो हेमवत खण्डको स्कन्द पुराणमा पनि उल्लेख भएको भन्ने कुरो पण्डितजीहरूबाट सुन्नमा आएको छ। यो कुरो चाहिँ प्रचार प्रसारमा आउन नसकेको हामीले यसलाई चाहिँ अलि प्रचारको कमी नै हो कपिलेश्वरको बारेमा चाहिँ। र अब खासै भन्यो भने मन्दिर सम्पन्न भएको छ, कम्पाउन्ड राम्रो छ, त्यहाँ बस्ने सुविधा छ, पानी पनि पुरा छ। अहिले यो वर्ष शौचालय निर्माण पनि भइरहेछ। अब आधारभूत सुविधाहरू त्यहाँ पर्याप्त छन्। तर कपिलेश्वरको महिमाको बारेमा चाहिँ हामीले प्रचार प्रसार गर्न नसक्नुको कारणबाट यहाँ अलि के अरे छायामा परे जस्तो भयो। र अब यहाँ आउन त अब कपिलेश्वरकै दर्शन गर्न भनेर अस्ति भर्खर गुरु अनिमेष प्रियव्रत भारत दिल्लीबाट आउनु भएको थियो र काठमाडौँबाट हेलिकप्टर चार्टर गरेर यहाँ हेलिकप्टर ल्यान्ड गरेर अनि दर्शन गरेर पनि जानुभयो। उहाँ बिहान पहिला गोसाइकुण्ड गएर गोसाइकुण्डबाट फर्केर यहाँ ओर्लिनु भयो र अनि हामीले चाहिँ बिदाई गरेर अनि यहाँबाट पठाएका हौँ। अब यस्तै गुरुहरू, यस्तै महात्माहरू यो कपिलेश्वरमा चाहिँ के अरे आइदिनु भयो भनेदेखि उहाँहरूबाट प्रचार हुँदै जाँदाखेरि अझै बढी यहाँको त्यहाँ दर्शनार्थीहरूको चाहिँ चाप बढ्नेछ र कपिलेश्वरको बारेमा चाहिँ प्रचार बढ्नेछ भन्ने कुरो चाहिँ हामीले आशा राखेका छौँ। यो कपिलास अथवा कपिलवास, कपिलेश्वर यो नाम चाहिँ नाम नै ऐतिहासिक रहेछ, नाम नै एकदम महत्त्वपूर्ण रहेछ। कपिलासको नाम त्यही हो। पछिल्लो समय यो राज्यको दस्तावेजहरूमा चाहिँ अब कपिलास भन्ने नाम कुनै पनि ठाउँमा प्रयोग भएको पाइँदैन। पञ्चकन्या 2, पञ्चकन्या 1 भनेर प्रयोग भएको पाइन्छ। कतै यसले कपिलेश्वर वा कपिलासको नाम चाहिँ है भने जस्तै ओझेलमा पर्ने त होइन, के लाग्छ यहाँलाई? त्यसरी होइन कि जुन स्थानीय निकाय गठन हुने बेलामा, सीमा कायम गर्ने बेलामा जसले जुन किसिमको नाम दियो त्यही किसिमको नामलाई उच्चारण गर्ने गरी गाउँपालिका वडा तोक्ने काम मात्रै भयो। यो ऐतिहासिक स्थलहरूलाई जोड्नुपर्छ भन्ने कुरो चाहिँ सबै ठाउँमा प्रयोग भएको देखिँदैन। केही ठाउँमा होला, जस्तो शिवपुरी, दुप्चेश्वर यस्तो गाउँपालिकाहरू चाहिँ
अब त्यो ध्यान पुगेकै हो। तर यो 12वटा गाउँपालिका नगरपालिका मध्येमा चाहिँ धेरै जसोमा त्यस्तो ध्यान पुर्याएर गरे जस्तो लाग्दैन। प्रसार गर्न सहयोग गर्नु नै हुनेछ र यहाँ दर्शनार्थीको रूपमा अथवा आफ्नो व्यक्तिगत अवलोकनको रूपमा कुनै पनि किसिमबाट यहाँ यात्रुहरू चाहिँ आउनुहुनेछ र सबैले यो ठाउँ आएर दर्शन गरेर जानुहुनेछ भन्ने मैले आशा लिएको छु र यो क्रम जारी नै रहन्छ र यही अनुसार चाहिँ मैले आशा राखेको छु। मैं तो फना के होला वांगो चला तले चुए त्यार होगा हां आ बद्रा वांगो चला दा चुए त्यार योंगु खालो मोकलारी होगा वांगो दिबो चला